हेलो हेलो वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ नयाँ भिडियो आउँदैछ साथीहरू। यहाँनिर साथ दिनुहोला। मेरो भाइ पनि आउँदैछ अनि मलाई पनि देख्नु होला सबैजनाले हैन। देख्दैछ देख्नुहुन्छ यता छ फेरि मेरो साथीहरू बन्धु। मालूम नहीं है सारा लोग तो कभी कभी उसको जो घूम जाता है ना वो कर्म चेंज करता है, मालूम है क्या करेगा। बढिया है यार। 1900 रियल है पूरा इलेक्ट्रिक है भाई। साइकिल का छुट्टी काट दिया। कितना रियल का है ये? 1900 बस 1900। मैं सोचा था 4-5 हजार पड़ जाएगा। ओहो अच्छा है अच्छा है। साथीहरू अगाडि जाँदैछ। आज चाहिँ त्यही पुरानै हाम्रो सधैँ जाने प्राकमा जाँदैछु घुम्नको लागि। टाढो अघि लागिसक्यो। लङ टाइम पछि भिडियो आइरहेछ साथीहरू, हेरेर साथ दिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु। एउटा भिडियो हेरेको छ, ओ मोटु भाइ भन्ने। मोटु मोटु भन्ने। आमा फेरि आइफोन देखाइहाल्नुपर्छ केटाहरूलाई। आइफोन नदेखाइ हुँदैन कि। आइफोन नदेखाएको हुँदैन। आइफोन कुन चाहिँ हो भाइ? आइफोन 13 आइफोन 13 बोक्ने मान्छे हेरिहाल्नुहोस् यहाँनिर। एकछिन कस्तै छ। आइफोन बोक्ने मान्छे यस्तो हुनुपर्ने छ। अलिक खाइलाग्दो, हामी अलिक लुते भयो, अलिक बोक्नु सकिँदैन। अलिक मोटो ज्यान भएको चाहिने है साथी हो आइफोन बोक्नुलाई। हाम्रो एन्ड्रोइड चलिरहेछ। आज चाहिँ मजाको दिन भइरहेछ। गर्मी बढेको छ साउदीमा। चाहिँ साउदीको दमाममा चाहिँ निकै गर्मी बढिसकेको छ है साउदीमा साथीहरू। अब यहाँदेखि उता चाहिँ खिच्नु दिँदैन, एलाउड छैन। पब्लिकमा, पब्लिक प्लेसमा भिडियो बनाउने एलाउड छैन। यहाँ चाहिँ फेरि छ कोरेसाबारीदेखि टमाटर, यसको चाहिँ नाम के हो थाहा भएन। सनफ्लावर पनि छ। एक खरबुजा होला, यो खरबुजा हो कि तरबुजा हो? यिनीहरू कहाँ पुगिसक्यो? छिटै न छोटो खुट्टे। छोटो खुट्टा भएको मान्छे हेर खुच्चा खुच्चीहरू छिटै हिँड्नुपर्छ कि दाजुहरूले खुचिँदाखेरि। यो चाहिँ हो भङ्गेरे डन। भङ्गेरी डन हो कि भङ्गेरे डन हो? ल समोसा यहाँ रहेछ, समोसा किनिहाल केटा। एक टरक ल्याइदिएको छ समोसा।
आइफोन कता गयो आइफोन आइफोन पछाडि आउँदैछ आइफोन हामी लुटेहरूले आइफोन बोक्नु नसकिने रहेछ अलिक बलियो मान्छे चाहिने रहेछ मोटो केटाहरू पर पुगिसकेर त्यो चाहिँ को हो यो चिनेको लाग्यो फाइनली गाइस हामी चाहिँ आइसक्यौँ मोडर्न पार्क मोडर्न घुम्ने भनेको यही हो जग्गा एउटा मोडर्न पार्क के हो ल मदन पारा के पारा के अरे मदन पारा आपछि हामी हो भाइले साह्रै राम्रो पढ्दो रहेछ सिकाउ त एकपल्ट पढ्नु मदन पाराको भाइ सर सिकाउनु म त अनि इङ्ग्लिसको अनि ट्यालेन्ट हो नि त डिग्री पास गरेको मान्छे अनि डिग्री पास अरे डिग्री माइला हो क्या हो डिग्री कान्छा हो डिग्री पास गरेको मान्छे अनि डिग्री कान्छा चाहिँ रहेछ डिग्री माइला चाहिँ डिग्री माइला त दयाङ भइहाल्यो कान्छा चाहिँ हो क्या राजेश राई चाहिँ डिग्री कान्छा भन्ने बेला भयो अब डिग्री के भन्छ भने म चाहिँ चर्चाको मान्छे हो क्या दयाङ चाहिँ मेरो दाजु हो छिमेकी दाजु हो गाउँको दाजु भन्नु मिलेन मेरो अब ऊ पनि राई नै हो म पनि राई त्यही भएर दाजु भाइ हामी भने कास्ट मिलेर कास्ट मिल्छ नि त हाम्रो अनि त्यही हो दाइ हो म चाहिँ भाइ निकै रमाइलो जग्गा बनाइसकेछ यहाँ त है पहिला एकपल्ट आउँदा हामी यहाँ आउँदाखेरि कस्तो बल्ल मात्रै थियो होइन यो मैले बनाइदिएको क्या हो घुम्नु आओस् सबैजना भनेर अनि अरू आज मै आएको यसो उद्घाटन गर्नलाई खै रिबन सिबन काटेको छैन केटाले कहाँ गयो रिबिन अहिले उयो ढुङ्गा टिपेर चाहिँ कुदाउँछ नि हो कता गयो टोलीहरू यार रिबिन खै त काट्नुपर्ने यहाँ उद्घाटन गर्न आएको म यहाँ कस्तो दामी देखिन्छ के हो खजुर हजुर होइन यो नाम के भन्छ मलाई पनि थाहा भएन तर सजाउनुलाई राखेको यो है यो त खजुर हजुर चाहिँ यो एउटै हो होइन त्यो सानो हो क्या सजाउनुलाई राखेको डकमाने कुकुर होइन के हो होइन ओ खै त अनि म रिबिन हेलो 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 अनि यो मैले बनाइदिएको नि त अनि मैले बनाइदिएको पाखा हो यो हाम्रो राजेशले बनाइदिएको अरे उद्घाटन गर्न लागेको केटाहरू रिबिन कटिङ गर्नलाई आइसक्यो उद्घाटन चाहिँ के गर्ने सागर होइन क्या केटाहरू काट्नु फाइनली गाइज पार्कमा आएर यसो घुमघाम हुँदैछ हाम्रो भिडियो चाहिँ घुमघाम कार्यक्रम यहाँ पो रमाइलो लाग्यो त मलाई केटा यहाँ बस्नु दिँदैन त खानु दिँदैन यहाँ बस्यो पाइन्छ बाहिर सनसेट हुँदैछ खालि खानुमा छ कि खालि खानुमा हाम्रो साथीहरूको चाहिँ यहाँ भिडियो फोटो सुट हुँदैछ
सबै घुम्नलाई आउँछ घुम्ने हो बस्ने हो यहाँनिर यसो साथीभाइ भेट्ने हो अनि यहाँ हुनुहुन्छ हाम्रो लम्बु भाइ हेलो दर्शन नमस्ते आज त अनि पुरा हेन्सी भइरहेछ त के लगाएर केटाहरूले यस्तो भएको यति राम्रो यहाँ चाहिँ के गरिरहेको खास यहाँ उपास कुमार आम फेरि देखाउने एकचोटिहरू फोनसँग आम बब्बाल देखिरहेछ हाम्रो हेर्नुहोस् भ्यू यस्तो दामी छ भ्यू हेर्नु त आम फेरि यस्तो आकाश पनि बबा छ म चाहिँ यहाँ छु है फेरि हेर दामी गरी यस्तो घुमाएर टुक 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 केटा हो यसरी घुमाउने यता देख्यौ तिमीहरूले घुमाउन आउँदैन रहेछ यहाँ चाहिँ हाम्रो छिरिङ खै सुरु गर्नु भने केटाहरूले मलाई बोकाएर हो कति भाडा दिने फेरि यो बोकाएको छ मलाई कति दिने केटा हो ए ल यहीँ खाने यहाँ त ओपन गरिसक्यो एउटा मैले लिएको यो बोक्दा केटाहरूले कति पैसा दिन्छ है भाडा मलाई आज हाम्रो लम्बु भाइ अनि म चाहिँ यहाँ छु यस्तरी राम्रोसँग देख्नुपर्ने हुन्छ त्यस्तरी खिच्ने क्या त्यस्तो तिर्सो बनाएर खिच्नुपर्छ क्या हो त्यसरी अनि यहाँ आउँदैछ दुईजना हेलो हेलो बब्बाल छ मैले एउटा सिन निकाल्नु पक्रा त ल आजको खानपिन चाहिँ यतै हुने हाम्रो सरसल्लाह भयो होइन गाइडहरू ओपन गरौँ न त यार सल्लाह मात्रै गरौँ यहाँनिर चाहिँ पेप्सी छ होइन केटाहरूलाई मनपर्ने गुलियो जेरी छ होइन अनि यो चाहिँ मलाई मनपर्ने है समोसा चाहिँ समोसा जेरी पेप्सी के छ अनि साथीभाइहरू विचार अब चाहिँ रात पर्दै गइसकेको छ निकै हुँदै गयो लाइट साइट बल्न थाल्यो लाइट बलेको सँगसँगै अझ रमाइलो हुन्छ हेर्नलाई हाम्रो प्रकाश सर आउँदै हुनुहुन्छ अनि के छ अनि आजको घुमघाम रमाइलो भयो होइन पार्कमा आएर चिसो हावा गर्मीको मौसममा चिसो हावा खान पाइयो एकदम मन प्रफुल्ल भइरहेछ होइन अनि केही भनिदिनु चाहनुहुन्छ कि मेरो च्यानलमा सबैभन्दा पहिले चाहिँ तपाईँहरूले स्वागत छ हाम्रो छिरिङ तामाङको ब्लगमा र जति पनि उहाँको च्यानल भिजिट गर्नुभएको छ प्लिज भिडियोलाई माया गरिदिनु होला लाइक कमेन्ट सेयर अनि डोन्ट फर्गेट टु सब्सक्राइब ओके थ्याङ्क यू हाम्रो भाइरल प्रकाश सर हुनुहुन्छ निकै नै भाइरल भइसकेको छ हाम्रो प्रकाश सर एउटा डायलग भनिदिउँ निकै रमाइलो ल एकैछिन ल डाइलग हान्ने मान्छे पनि आइसकेको छ म डायलग भन्न आँटेको छ साथीहरु सुन्नु राम्रोसँगले हैन ओके आकाशमा जुन छ ओके तिमी छौ ओके आकाशमा जुन छ धरतीमा तिमी छौ ए के भन्नु बिर्सेछ यार हट तेरी फटाफट रहेछ त मान्छे त दोस्रो ल इंग्लिशमा वाटर नेपालीमा पानी के छ कान्छी भन्छौ त मेरी घरकी रानी कस्तो लाग्यो दामी ठीक छ म सम्झे एउटा सर्ट भिडियो बनाइदिउ क्या निकै रमाइलो गर्ने केटाहरूसँग मजा भइरहेछ टोलीहरू चाहिँ फर्किसकेको छ रुमतर्फ अब चाहिँ निकै अँधेरो भइसक्यो अनि
फर्किने तर्खर भइसकेको छ साथीहरू। आजको मेरो भ्लग चाहिँ यस्तै छ। साथीभाइसँग घुमघाम भयो अनि हल्का हल्का रमाइलो। हजुरहरूलाई म देखाउँदैछु आज नाइटमा कस्तो हुन्छ भनेर। के रमाइलो हुनेछ नाइटमा पनि। अझै सबै मान्छेहरू फर्किन थालौँ। केटाहरू निकै हतारमा अगाडि बढ्यो त। निकै नै रमाइलो देखिएछ लाइटले गर्दा। फाइनली हामी चाहिँ फर्किसकेका छौँ। आजको मेरो भ्लग चाहिँ यति नै छ साथीहरू। हेरेर साथ दिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला। सबैजनाले हेरेर साथ दिनु होला है त साथीहरू।